फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। झुल्किन्छ है छाया वस्तु अनुसार, काँडाको आँखामा काँडै संसार। चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस्, मेरो पैतलाले किरै नमारोस्। चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस्, मेरो पैतलाले किरै नमारोस्। राम्रो आँखामा हुन्छ राम्रै संसार, काँडाको आँखामा काँडै संसार। फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। हामीले जसलाई राम्रो सोच्छौँ, जसलाई पनि हामीले राम्रो नजरले सोच्यौँ भने त्यो मान्छेहरू हाम्रो लागि सधैँ राम्रा हुन्छन्। जब हामीले कसैलाई नराम्रो नजरले हेर्छौँ र नराम्रो किसिमले सोच्छौँ नि, ती मान्छेहरू कहिल्यै हाम्रो लागि राम्रा हुन सक्दैनन्। चाहे तिनीहरूले हाम्रो लागि जति राम्रो काम गरे पनि, हाम्रो लागि धेरै राम्रो कुरा सोचे पनि, हामीले ती मान्छेहरूलाई आफ्नो ठानेनौँ र गलत सोच्यौँ भने तिनीहरू हाम्रो लागि कहिल्यै राम्रो बन्न सक्दैनन्। त्यसैले फुलका आँखामा फुलै संसार। अनि हामीले नराम्रो मान्छेहरूलाई पनि राम्रो नजरले हेऱ्यौँ, राम्रो सोच्यौँ भने उनीहरूसँग हामीले मिठास रूपले व्यवहार गर्यौँ भने उनीहरू सधैँ हाम्रा लागि राम्रा मान्छे हुन्छन्, हाम्रो लागि सपोर्टर हुन्छन्, हाम्रो लागि हरेक मान्छेहरू सहारा बन्न सक्छन्। त्यसैले फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। अनि हजुरहरूले पनि यस्तै सोच्नु, म त यस्तै सोचिरहेको हुन्छु। हस् त, धन्यवाद, नमस्ते।